वेलकम बैक टू माई यूट्यूब च्यानल। आजको न्यू भ्लगमा हजुरलाई स्वागत छ। र आजको न्यू भ्लगमा चाहिँ कुकुरदेखि भइरहेको छ गाइस। ल ट्याक्क लगाएर करिया बाइल बा करिया यहाँको भाषा हो। मैले जाने थिइनँ कुकुरले यता बोलाउँदा उता जान्छ चे है ज्या भन्दा उता जान्छ। यस्तो छ कुकुर यहाँ देख्न सक्नुहुन्छ है गाइस। मैले चाहिँ यता अब यो पुरै गिल्ला भएको थियो, त्यही भएर बाहिर सुकाउनको लागि यता राखिरहेको छु। देख्न सक्नुहुन्छ माथितिर कौवाहरू पनि छ। कौवाहरू चाहिँ उता गइसक्यो। यहाँ चाहिँ अब ट्याक्कलाई घर बनाउनको लागि होइन मजाले स्टक राखिसकेको छ कि बालुवाहरू मजाले होइन धेरै छ। त्यहाँ पारि देख्न सक्नुहुन्छ सधैँ न्यू भ्लग भन्ने मात्रै छ होइन, एउटै लोकेसन छ। म चाहिँ आजभोलि धेरै भयो यताउति घुम्न पनि पाएको छैन। देख्न सक्नुहुन्छ टक्क लगाएर होइन यस्तो मजाको छ कि यहाँतिर फेरि अहिले चाहिँ इन्भर्टर चाहिँ लाइट चार्जर लागिरहेको छ। तल देख्न सक्नुहुन्छ इन्भर्टरको ब्याट्री छ। अन्त फेरि यहाँ हाम्रो गणपति महादेव हुनुहुन्छ है, गणपति महादेव नायकी गणपति छन् यहाँ चाहिँ। अन्त गाइस यति बेला चाहिँ म अब काम गर्नु भने काम गर्न मन लाग्दैन, कन्टिन्यू गरेको अहिले 3 वर्ष भइसक्यो। 3 वर्षमा एकचोटि पनि म नेपाल गएको छैन। नेपाल जानुपर्ने हुने हो एक दिन नेपाल जानु छ मलाई। कौवा भागिहाल्छ मलाई देख्ने भने। पारिपट्टि हो घर बन्दैछ। यहाँ देख्न सक्नुहुन्छ भाँडाकुँडा घन्किरहेको छ। अब म आफै धुनुपर्ने हुन्छ। पारि चाहिँ घर बन्दैछ। यस्तो क्लियरटी आन्छ है भिडियो चाहिँ टुक्ने। यही भिडियो बनाउनु भन्दा मोबाइलले भिडियो बनाउनु नजानेर बिजोग छ साथीहरू। देख्न सक्नुहुन्छ नरियलको बुटो फेरि ट्याङ्राङ्गै गरेर माथि खरा छ है। कति फिट होला, समथिङ 50-100 फिट छ यो घर चाहिँ दामी बनाएको छ है गाइस। ल यति बेला चाहिँ मैले भात पनि पकाइसकेको छु गाइस होइन। भात पकाएर पनि निकालिसकेँ। त्यही भएर अब मैले चाहिँ यहाँको तातो पानी छ होइन अलि जोगेर यस्तो गरेर फ्याँक्नु पर्ने हुन्छ। मजाले ओपन फालिदिने हो, अहिले सुकिहाल्छ। अब सुक्नु भन्दा पनि त्यस्तै छ साथीहरू। बारिस परिरहेको छ, त्यही भएर पानी परेको हुनाले अब जतासुकै गिल्ला होइन काम गर्नलाई पनि अलि भित्र त मजा छ, बाहिर चाहिँ किच्चर होइन देख्न सक्नुहुन्छ। अहिले एकछिनलाई चाहिँ पानी बन्द भएको छ, त्यही भएर सुक्खा हरियाली राम्रो देखेको छ गाइस देख्न सक्नुहुन्छ। फेरि चाहिँ देख्नु चाहिँ भन्दा त उता चम्केर भएको छ यो कुकुर। यस्तै छ कुट्टा बा कर्या। ओके गाइस, मैले भिडियो बनाउँदै गर्दाखेरि आन्टीले होइन मेरो ओनर आन्टीले के भन्छ भने ब्राह्मण हे मन्त्र भरिसोस् भनिरहेको छ कि। यहाँ छ मेरो आन्टी चाहिँ पारि अब अदुवा थिच्दैछ। बुढीले चाहिँ कटिङ गर्दैछ नि त। तलतिर चाहिँ देख्न सक्नुहुन्छ साथीहरू मैले राइस निकालेर पनि सुकाइरहेको छु, फ्यान चलाएको छु होइन। साथै यतातिर चाहिँ नुहाउने ठाउँ पनि छ, गर्मी भयो भने नुहाउन पनि सक्यो। अहिले चाहिँ देख्न सक्नुहुन्छ गाइस यस्तै छ होइन। जति गरे पनि सकिँदैन काम। मासु काट्नु त्यसै छ, भाँडा धुन त्यसै छ, गाडी धुन त्यसै छ, अब सबै गर्नुपर्छ गाइस। ल यस्तै छ। पारि कौवा बिल्ली कुट्टाको रात चलिरहेको छ। अन्त म चाहिँ अब भाँडा धुनपट्टि लागेछु गाइस। यस्तै छ, अब भाँडा पनि धुनु पर्यो होइन। टक्कलाई देख्न सक्नुहुन्छ यहाँ कौवा गिल्ली सिल्ली सब छ। यो हाम्रो फास्टफुड गाडी चाहिँ मैले चाहिँ भिडियो हाल्दाखेरि गाइस आफै बनाएर हालेको भिडियोमा पनि कपिराइट आइदिरहेको छ। त्यसको सल्भ चाहिँ कसरी गर्ने है, मलाई त्यसको बारेमा केही थाहा छैन। तपाईँहरूले भनिदिनु होला। आफ्नो भिडियो पनि कपिराइट आन्छ, त्यही भएर मैले भिडियो नै डिलिट गरिदिएको गाइस। देख्न सक्नुहुन्छ ट्याक्क लगाएर होइन फुलै फुल राम्रो फुल छ। नरियल देख्न सक्नुहुन्छ कति अग्लो गाइस। माथि फल पनि फलेको छ।